एउटा भनेको हामीले देखिरहेको सिम्पल कुरा बेसिक कुरा नै मिस्टेक हुन्छ भएको भए चाहिँ मलाई पछि सजिलो हुन्थ्यो। सीमा मैले 10-12वटा क्वेसन छोडेर आएको लास्ट मन्थ स्ट्राटेजिजहरूको कुरा हुन्छ, जस्तै अब इक्जाम नजिक आउँदैछ भने धेरै विद्यार्थीहरू आत्तिन थाल्छन्। तिमीले यति चाहिँ कन्फिडेन्ट हुनुपर्छ मैले +2 को चाहिँ बेसिक्स चाहिँ पढेको छु, मलाई +2 चाहिँ राम्रोसँग आउँछ। तपाईँले सुरुमा केही मिस्टेक गरे जस्तो लाग्छ कि आफूले मैले यो सुरुमा चाहिँ मैले यसरी पढ्दा भएको भए चाहिँ मलाई पछि सजिलो हुन्थ्यो। र इक्जाम दिइसकेपछि चाहिँ फेरि मलाई त्यो कन्फिडेन्स चाहिँ घटिसकेको थियो, किनकि इक्जाम बिग्रेको जस्तो लागेको थियो कि मलाई। सो वेलकम ब्याक एभ्रिवान, सबैलाई स्वागत छ आजको हाम्रो यस नयाँ भिडियोमा। आजको भिडियो चाहिँ एकदमै स्पेसल रहेको छ। आज चाहिँ हामीसँग सी इक्जाममा चाहिँ र्याङ्क 10 ल्याउन सफल दाई आज हामीसँग हुनुहुन्छ। र दाई ढिला नगरी हजुरलाई म यस आजको भिडियोमा स्वागत गर्न चाहन्छु। हजुरको छोटो परिचय दिनुहोस् अनि हामी सुरु गरौँला भिडियो। थ्याङ्क यू भाइ। मेरो नाम चाहिँ रोशन खड्का। म भर्खरै भएको सी 2026 मा चाहिँ र्याङ्क 10 ल्याउन सफल भएको छु अनि बिडिएस तर्फ चाहिँ र्याङ्क 17 ल्याएको थिएँ। मैले चाहिँ केएमसी बागबजारबाट +2 गरेको हो। मेरो घर चाहिँ कैलाली हो। र दाइलाई चाहिँ एकदमै बधाई छ, उहाँले चाहिँ र्याङ्क 10 ल्याउन सफल हुनुभएको रहेछ। यो एकदमै इन्सपाइरिङ पनि हुनेछ आजको भिडियो धेरैलाई। अब धेरैले चाहिँ अब म सी इक्जाम दिन्छु, एमबिबिएस करियरलाई चाहिँ म पर्स्यु गर्न चाहन्छु भन्ने सोच होला। र त्यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ, के हामीले गर्नुपर्छ भन्ने जिज्ञासा होला। त्यो जिज्ञासालाई पनि आजको यस भिडियोबाट चाहिँ हामीले त्यसलाई भगाउनेछौँ। पहिलो कुरा चाहिँ दाइ, ल तपाईँ जब स्कुल लेभलमा हुनुहुन्थ्यो अथवा +2 पढ्दै हुनुहुन्थ्यो, हजुरलाई चाहिँ यो सोच कसरी आयो कि म सी इक्जाम दिनुपर्छ, मैले के चिजले हजुरलाई मोटिभेट गर्यो त, त्यो कुरा भनिदिनुहोस् न। यो चाहिँ मलाई सानैदेखि चाहिँ घरदेखि चाहिँ डक्टर बन्नुपर्छ भन्थे। मेरो पढाइ चाहिँ सानैदेखि राम्रै थियो, अलिक ठिकै थियो। त्यही भएर 6, 7, 8 मा चाहिँ मलाई फ्यामिलीदेखि अब डक्टर बनाउनुपर्छ भन्ने कुराहरू सुनियो। तर मलाई डक्टरमा त्यति रुचि चाहिँ थिएन त्यति बेला। मलाई चाहिँ सिएप्रति रुचि थियो कि म 9, 10 मा चाहिँ म सिए नै पढ्छु भनेर नै पढेँ मैले। अनि 11, 12 जोइन गर्दाखेरि चाहिँ अब घरको फ्यामिलीको कुरा सुन्दाखेरि अनि बायोलोजी जोइन गरेको थिएँ त्यही माथि साइन्समा। पछि त्यो पढ्दै जाँदाखेरि अब यसो बुझ्दै जाँदाखेरि पनि अब दाइहरूलाई पनि आफ्नै दाइहरू चिनेको दाइहरूले पनि एमबिबिएसमा नाम निकालेको देख्दा त्यहाँबाट इन्सपायर भएर म पनि अब मेडिकल फिल्डमै जानुपर्छ, घरको मान्छेको सपना पनि छ, त्यसलाई पनि पुरा गर्नुपर्छ। अनि अब मैले डक्टर नै बन्नुपर्छ भन्ने सोच लिएँ 11 क्लासमा गएपछि। अब सोच त मैले 6, 7, 8 मा पनि बनाइसकेको थिएँ, तर बिचमा अलिकति म डाइभर्ट चाहिँ भएको थिएँ। म सिए फिल्डतिर जान्छु भनेर सोचेको थिएँ, तर पछि चाहिँ 11, 12 पढ्दै गर्दाखेरि चाहिँ म अब मेडिकल फिल्ड नै रोज्छु, मेडिकल फिल्ड नै मेरो लागि राम्रो हुन्छ भनेर म त्यसरी आएँ। अनि दाइ तपाईँ जस्तै अब पढ्दै गर्दाखेरि तपाईँले कहिले लागेको थियो कि नै त म यति राम्रो र्याङ्क ल्याएर म पास हुन्छु भनेर जस्तो लागेको थियो कि नै? सुरुमा तपाईँले सुरु गर्नुभएको थियो पढ्न, तपाईँको चाहिँ के थियो सोच, कस्तो के गर्छु जस्तो लागेको थियो, कस्तो होला मेरो इक्जाम भन्ने लागेको थियो हजुरलाई? यस्तो थियो, यो सी एक्जाम चाहिँ मैले 12 देखि सुरु गरेको। यसको तयारी चाहिँ 11 मा पनि हप्तामा एकचोटि प्रिमियर चाहिँ हुन्थ्यो कलेजमा। 12 देखि चाहिँ फुल्ली सिरियस भयो। अब एक्जाम कलेजमै मक टेस्टहरू हुन्थ्यो। त्यहाँ मक टेस्ट हुँदाखेरि अब कलेजको मात्र कम्पिटिसन हुन्थ्यो, कलेजमै पनि कम्पिटिसन एकदम धेरै नै थियो। अनि नेम भाइब्रेन्टहरूमा मक टेस्ट दिन जाँदाखेरि पनि कम्पिटिसन एकदम धेरै नै थियो। त्यति बेला मार्क्स कमै आउँथ्यो अनि नाम राम्रो र्याङ्क आउँछ जस्तो त कन्फिडेन्स थिएन सुरुमा, तर नाम चाहिँ निकाल्न सकिन्छ होला कि जस्तो लाग्थ्यो। र बिस्तारै अब मक टेस्टहरू दिँदै गएपछि जब बोर्ड सकियो त्यसपछि इक्जामहरू दिँदै गएँ, त्यसपछि चाहिँ मैले राम्रै मार्क्सहरू आइरहेको थियो अनि र्याङ्क्स चाहिँ राम्रै आउँछ जस्तो सोचेको थिएँ। तर इक्जाम दिइसकेपछि चाहिँ फेरि मलाई त्यो कन्फिडेन्स चाहिँ घटिसकेको थियो, किनकि इक्जाम बिग्रेको जस्तो लागेको थियो कि मलाई। मैले क्वेसनहरू पनि छोडेर आएको थिएँ 10-12वटा चाहिँ, अनि मेरो बिग्रेको पनि थियो अलिअलि। अनि र्याङ्क आउँदैन होला, भ्याली बाहिर चाहिँ पाउँछु होला जस्तो लागेको थियो। र अब रिजल्ट राम्रै आयो, अब टप 10 मै परियो, त्यही हो। अनि दाइ जस्तै अब स्टडी स्ट्राटेजीहरूको कुराहरू आउँछ, धेरै विद्यार्थीहरूले चाहिँ अब पढ्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ के पढ्ने भन्ने थाहा हुन्छ, तर कसरी पढ्ने भन्ने कुरा चाहिँ थाहा हुँदैन। अनि धेरै विद्यार्थीहरू चाहिँ त्यही कुरामा चाहिँ बढी टाइम वेस्ट गरिरहेको, यसरी पढ्नुपर्छ, यति घन्टा पढ्नुपर्छ भन्ने कुरामा चाहिँ बढी फोकस भइरहेको देखिन्छ। तपाईँले चाहिँ कसरी, हजुरको स्ट्राटेजी चाहिँ कस्तो थियो? अब जस्तै 11, 12 मा हुँदाखेरि अनि त्यसपछि 11, 12 पछिको टाइममा चाहिँ हजुरले चाहिँ कसरी हजुरको पढाइलाई चाहिँ आफ्नो रुटिनलाई चाहिँ कसरी हजुरले म्यानेज गर्नुहुन्थ्यो?
यस्तो थियो अब सीईमा जानुपर्छ भन्ने थाहा थियो, यो कम्पिटेटिभ एक्जाम हो भन्ने पनि थियो। त्यसैले अब 11 मा चाहिँ त्यसरी मैले सीई बेस्ड भन्दा नि एनबी बेस्ड नै पढेँ, बुकहरू चाहिँ पढ्थेँ अनि टिचरहरूले लेखाएको नोट्स चाहिँ त्यति बेला पढ्थेँ। अनि मैले त्यति बेला एमसीक्यू पनि गर्न त सुरु गरेको थिएन, एमसीक्यू गरिनँ तर बुक चाहिँ मैले बुक पढेको थिएँ। तब 12 मा आयो, 12 मा आइसकेपछि चाहिँ मोड्युल पनि किन्यो, मोड्युल किनिसकेपछि +2 को बुक र मोड्युललाई कम्बाइन गरेर नोटहरू बनाउँथेँ। कलेजहरूको टिचरले पनि राम्रै नोटहरू लेखाउनुहुन्थ्यो, त्यो नोटलाई चाहिँ म पढिरहेको थिएँ। अनि त्यही हो, अब कलेजमा जे पढाउनुहुन्थ्यो त्यो चाहिँ साँझ गएर पढ्ने अनि आफ्नो चाहिँ अब कति घन्टा पढ्ने भनेर यस्तो घन्टा गन्दै मलाई धेरैले सोध्थ्यो क्या कति घन्टा पढ्छौ भनेर केएमसीमै पनि। मैले चाहिँ त्यस्तो कहिले चाहिँ टाइम चाहिँ मैले कहिले पनि हेरिनँ, तर फिक्स रुटिन चाहिँ हुन्थ्यो मेरो। त्यही रुटिनलाई फलो चाहिँ गर्थेँ मैले। रुटिनमा मैले कति बजे के पढ्ने भनेर फिक्स नै गराएको थिएँ हप्ताभरिको लागि नै, त्यही जान्थ्यो। अनि बिचबिचमा मैले रिभिजनहरू पनि राखेको हुन्थेँ। सबभन्दा इम्पोर्टेन्ट कुरा त रिभिजन नै गर्नुपर्छ। अब सजिलो कुरालाई नै रिभिजन गरिराख्ने हो, सजिलो कुरालाई नै बिर्सिएपछि ऱ्याङ्क चाहिँ तल जाने गर्छ। त्यही भएर हामीले रिभिजन चाहिँ गर्नुपर्छ। त्यस्तो गाह्रो पनि पढिराख्नुपर्छ जस्तो लाग्दैन। +2 को सिलेबस यदि बेसिक बुझ्नु भएको छ भने अनि आफ्नो त्यो मोड्युलहरूको क्वेसनहरू गरिएको छ, बुकको +2 को क्वेसनहरू गरिएको छ भने, रिभाइज गरिएको छ भने सजिलै सकिन्छ। अब धेरै घन्टा पढेर पनि नाम अब निक्लिन्छ नै भन्ने छैन, किनकि अब कति इफेक्टिभली पढ्यो भन्ने नै हो अन्त्यमा त होइन। त्यही भएर इफेक्टिभली पढ्नु पऱ्यो, रिभिजन चाहिँ गर्नुपर्छ, त्यही हो। र दाइ तपाईँले जस्तै भन्नुभयो कि मैले मक टेस्टहरू दिन्थेँ, विकली मक टेस्टहरू दिनुहुन्थ्यो, अनि त्यसमा चाहिँ मिस्टेकहरू त अब हुन्थ्यो होला नै हजुरको। मिस्टेक्सहरूलाई चाहिँ तपाईँले कसरी एनालाइज गर्नुहुन्थ्यो? जस्तै एउटा कुनै टपिकको यो चाहिँ मिस्टेक भएको छ भने चाहिँ अब यसलाई चाहिँ कसरी तपाईँले एनालाइसिस चाहिँ कसरी गर्नुहुन्थ्यो आफ्नो मिस्टेक्सहरूलाई चाहिँ? सीको मक टेस्ट त अब इम्पोर्टेन्ट नै हुन्छ। मक टेस्टहरू दिन्थ्यो। अब मक टेस्टहरूमा फेरि क्वेसनहरू कस्तो 2टा किसिमको हुन्छ कि मिस्टेक भनेको। एउटा चाहिँ आफूले देख्दैन कि नदेखेको क्वेसनहरू मिस्टेक हुन्छ। एउटा भनेको हामीले देखिरहेको सिम्पल कुरा, बेसिक कुरा नै मिस्टेक हुन्छ। अब मैले चाहिँ मिस्टेक कपी बनाउँथेँ। अब सबैले नै बनाउँछन् होला। अब ऱ्याङ्किङमा आउनेहरूले मिस्टेक कपी बनाएको नै हुन्छ। मिस्टेक कपी बनाएको थिएँ। एक्जाम दिएर आइसकेपछि आन्सर के अरू हेर्थेँ। अनि अब 2टा भनिसकेँ मैले। एउटा पढाउँदै नपढाएको, हाम्रो अब सिलेबसमा नपढेको अनि बाहिरको क्वेसनहरू भने त्यसको लागि चाहिँ अलिअलि हेरे जस्तो गर्थेँ युट्युबहरूमा, गुगलतिर अलिकति खोज्थेँ अनि अलिअलि लेख्थेँ त्यसको बारेमा। अनि अब सिम्पल बेसिक कुरा नै इक्जाम बाहिर हल बाहिर सोद्धाखेरि चाहिँ आउने क्वेसन इक्जाममा चाहिँ 200 वटा क्वेसन सँगै एटेम्प्ट गर्दाखेरि चाहिँ त्यो चाहिँ हामी बिर्सिन्थ्यौँ कि अनि त्यो क्वेसनहरू हुन्थ्यो। त्यसले चाहिँ त्यही सजिलो कुरालाई नै त्यसपछि थाहा हुन्छ कि कहाँ मिस्टेक भइरहेछ, मेरो कसरी पुगिरहेको छैन, मार्क्स किन बढिरहेको छैन भन्ने थाहा हुन्थ्यो र त्यही विक टपिकलाई नै फेरि रिभिजन गर्ने। मलाई आउँछ भने पनि म फेरि पढ्छु, किनकि मलाई आएर पनि मैले मिस्टेक गरेको हो भनेर म त्यसरी पढ्थेँ। त्यो त्यही सजिलो कुराहरूलाई नै म रिभाइज चाहिँ गरिरहेको थिएँ। अब बाहिरको कुराहरू त्यति धेरै पढ्दैन। अब मक टेस्टहरूमा त बाहिरको क्वेसनहरू पनि हालेको हुन्छ। अब कुनै इन्डियनको क्वेसनहरू पनि हाल्छ। त्यो क्वेसनलाई चाहिँ अलिअलि हेरे जस्तो गर्थेँ। अब सिलेबस अनुसार मिल्छ भने ठिक छ, नत्र यस्तो क्वेसन आउँदैन होला भनेर म त्यति धेरै फोकस चाहिँ गर्दिनँ। तर सिलेबसकै छ, अलि डिप खालको छ भने त्यसको लागि चाहिँ अलिअलि हेर्थेँ। यताउता खोजेर ए नोट कपी बनाउँथेँ, मिस्टेक कपी। ए ए अनि दाइ जस्तै तपाईँको मक टेस्ट दिँदै गर्दाखेरि जस्तै अब फाइनल विकतिर हुन्छ नि, अब तपाईँको मार्क्सहरूले चाहिँ अब अभियसली हजुरको मार्क्स त अब टप 20 ऱ्याङ्क अथवा टप 10 ऱ्याङ्क भित्रै आउँथ्यो होला। जस्तै अब कुनै इन्स्टिट्युटमा हजुरले मक टेस्ट दिइराख्नु भएको छ भने त्यही ऱ्याङ्क भित्रै आउँथ्यो होला हजुरको ऱ्याङ्क। अनि त्यसले चाहिँ तपाईँलाई कस्तो लाग्थ्यो? त्यसले तपाईँको ऱ्याङ्क प्रिडिक्ट गर्यो जस्तो लाग्छ किन हजुरको मक टेस्टको त्यो रिजल्टले? के अरे पछि चाहिँ हाम्रो त्यही भएको थियो। मक टेस्टहरूमा मेरो सुरुमा चाहिँ मार्क्स अलि कन्स्ट्यान्ट 160 मै अड्केको थियो। पछि जाँदाखेरि लास्टको 1-2 हप्तामा सिरिज एक्जामहरू भयो। त्यति बेला चाहिँ मेरो मार्क्स बढेर म भाइब्रेन्ट र नेममा टप 10 मै हुन्थेँ धेरै जस्तो। अनि त्यति बेला प्रिडिक्ट गर्नुभन्दा पनि एउटा कन्फिडेन्स लेभल चाहिँ दिँदो रहेछ कि त्यसले। अब यत्रो धेरै विद्यार्थीहरूले दिइरहेछ, अब म टप 10 मै आइरहेको छु भनेपछि नाम निक्लिन्छ होला, यस्तै त आउने होला नि फाइनलमा पनि भन्ने जस्तो लाग्थ्यो। त्यही भएर त्यसले मलाई कन्फिडेन्स चाहिँ दिएको थियो। त्यही भएर म रियल एक्जाम दिँदा पनि मक टेस्ट दिए जस्तै भएको थियो कि त्यस्तो धेरै प्रेसर नै थिएन कि। त्यहाँ मान्छेहरू प्रेसर हुन्छ भनेर सुनेको थिएँ बाहिर। तर एक्जाम दिन जाँदाखेरि एकदम सजिलो फिल भयो कि मलाई प्रेसर नै भएन। अब त्यहाँ अरू साथीहरूसँग कुरा कुरा पनि गरियो अनि पेपर पनि
अरू सोचे जस्तो थिएन के। कस्तो कि दाइहरूले अब अगाडि हाइप के थियो भन्दाखेरि दाइहरूको पालामा पनि आएको रहेछ त्यस्तो क्वेसन। एउटै क्वेसन यति लामो हुन्छ, पढ्दा पढ्दै टाइम पुग्दैन। बायोलोजी, फिजिक्सको क्वेसनहरू सबै त्यस्तै हुन्छ भन्नुभएको थियो। तर हाम्रो पालामा चाहिँ 1 लाइन खालको क्वेसन आएको थियो क्या, त्यो 6-7 मा सोध्ने खालको 1 लाइन क्वेसन अनि ठ्याक्क अप्सन दिएको। त्यस्तो लामो पढ्नु नै नपर्ने खालको थियो। अनि मक टेस्ट भन्दा पनि सजिलो सोध्यो जस्तो लागेको थियो, फिजिक्स चाहिँ त्यस्तो भएको थियो। त्यही भएर कन्फिडेन्स ए बुस्ट अप गर्ने हो मक टेस्टले, राम्रो मार्क्स आयो भने त्यही नै हो। प्रिडिक्ट नै गर्यो ए भन्न त अलि गाह्रो हुन्छ तर एक हिसाबको प्रिडिक्ट नै हो किनकि जुन फाइनलमा रिजल्ट आएको छ टप 10 मा आएको, टप 20 मा आएको वा आयोभित्र पाएको दाइ दिदीहरूको अनि त्यो हेर्दाखेरि चाहिँ त्यो नामहरू चाहिँ फेरि यो टप 20, टप 10 मा देखिरहेको नेमहरू हो के ए त्यही भएर मिल्न चाहिँ जान्छ केही हदसम्म चाहिँ धेरै नै। ए ए जे होस् अब जस्तै मक टेस्ट चाहिँ कति 11 देखि दिँदा राम्रो कि 12 देखि? जस्तै 12 मा आएपछि धेरैले 12 मा जब 12 जोइन गरेपछि बल्ल मक टेस्ट दिन स्टार्ट गर्छन्। अनि तपाईँलाई कस्तो लाग्छ? 11 देखि नै सुरु गर्नुपर्छ मक टेस्ट दिन जस्तो लाग्छ कि 12 देखि? यस्तो छ भाइ यो के भन्दाखेरि हामी अब जब 10 क्लासपछि सिधै 11 मा आउँछौँ त्यही पनि साइन्स फिल्डमा, त्यो भनेको हाम्रो लागि एकदम भास कुरा नै हो किनकि 11 मा आउँदाखेरि 10 देखिको सिलेबस नै यति धेरै छ कि त्यो फर्स्टमा त म बुक देखेर नै तर्सेको त्यो फिजिक्स, ए केमिस्ट्रीको त्यत्रो बुक देख्दाखेरि। अँ, त्यहीमा चाहिँ तिमीलाई सुरु-सुरुमा प्र्याक्टिकलको भार एकदम हुन्छ है। प्र्याक्टिकल गर्नै फेरि त्यो बायोलोजीको फिगर बनाउनै कहिले सानी हुँदैन, त्यो हुन्छ। त्यही भएर सुरुमै अब सी दिन्छु भन्ने यदि लाछ भने चाहिँ मक टेस्ट चाहिँ 11 मा चाहिँ त्यति दिँदा राम्रो चाहिँ त्यति उचित चाहिँ होइन किनकि त्यति बेला 11 भनेको चाहिँ म के भन्छु भने आफ्नो बेसिक बनाउने हो क्या त्यति बेला चाहिँ। +2 को बुकलाई नै पढेर एनइबी बेस्ड भएर नै पढे हुन्छ तर बुकको पछाडि भएको एमसिक्यु गर्दा राम्रो। अब 11 मै गएर मैले मक टेस्ट नै दिन्छु भन्दा चाहिँ त्यति इफेक्टिभ अब त्यसले त्यति धेरै गर्छ जस्तो लाग्दैन। मैले पनि दिएको थिइनँ। अब 1-2 वटा साथीहरूले चाहिँ दिँदो रहेछन् अब सुनेको थिएँ। तर 12 को चाहिँ सुरुबाटै 11 सकिने बित्तिकै चाहिँ अब मक टेस्ट दिँदा राम्रो। किनकि ए त्यसपछि थाहा हुन्छ 11 को टोटल्ली तिमी कोर्स पढिसक्छौ नि त। अनि तिम्रो अब 200 मा ए तिम्रो अब 70-80 मात्र पनि आयो भने पनि त्यो तिम्रो लागि एकदम राम्रो कुरो हो। 11 सकेर दियो भने त्यसरी ठिक हुन्छ। अनि दाइ जस्तै अब इक्जाम दिँदाखेरि टाइम म्यानेजमेन्टको कुरा आउँछ। टाइम म्यानेजमेन्ट अब सीईको इक्जाम त हामीलाई थाहा छ 3 घन्टाको हुन्छ, 200 वटा क्वेसन्सहरू हुन्छ, 3 घन्टामा 200 वटा क्वेसन एटेम्प्ट गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ कसरी गर्नुहुन्थ्यो? यो क्वेसनलाई जस्तै कुनै टपिक छ भने कुन टपिकदेखि स्टार्ट गर्नुहुन्थ्यो? त्यस्तो कुराहरू भनिदिनुहोस् न हल्का। यो सीमा अब टाइम म्यानेजमेन्ट त सबैभन्दा मेन कुरो नै त्यही हो। अब 2 वर्ष जति हजुर, पढ्यो भने लास्टमा डिटरमाइन गर्ने भनेको हाम्रो लास्टको 3 घन्टाले नै हो। अब मेरो हजुर, चाहिँ स्ट्रेटेजी के थियो भन्दाखेरि मैले सुरुदेखि नै अब मक टेस्टहरूमा पनि म त्यही गर्थेँ। पहिलो चाहिँ म जुलोजी गर्थेँ, त्यसपछि बोटनी, त्यसपछि केमिस्ट्री, त्यसपछि फिजिक्स अनि म लास्टमा म्याथ गर्थेँ। त्यही अनुसार अब क्वेसनहरू गर्दै जाँदाखेरि अब क्वेसन गर्दै जाने मैले रियल एक्जाममा पनि के गरेको भन्दाखेरि सीमा फर्स्टमा जुलोजी गरेँ। अब जुलोजी गर्दै जाँदाखेरि पछि 5 वटा क्वेसन गरिसकेपछि कुनै क्वेसन चाहिँ अलिक कन्फ्युजिङ खालको आउँथ्यो। त्यसलाई म गोलो लगाउँथेँ, छोडिदिन्थेँ, पछि गर्छु भनेर। अनि गर्दै जाँदाखेरि जुन अलिक कन्फ्युजिङ लाग्यो, अप्ठ्यारो खालको लाग्यो भने चाहिँ त्यसलाई गोलो लगाउने, छोडिदिने। त्यसरी गरेर अनि जुलोजी सक्यो, बोटनी पनि सक्यो भने चाहिँ अनि ठ्याक्क अनि आन्सर सीमा चाहिँ भरिहाल्ने कि गोलो। त्यो पछि टाइम म्यानेज गर्न सजिलो हुन्छ। अनि त्यसपछि चाहिँ फिजिक्स, केमिस्ट्री त्यसरी नै गर्ने अनि म्याथ पनि सकाउने त्यसरी नै। अनि सकिसकेपछि अब तिमीले सबै एकैचोटि के अरे सबै सकाएर तिमीले बबलिङ गरिसकेपछि एकचोटि चाहिँ जुन छोडेको हुन्छ नि त अब बायोलोजीको पनि छोडेको हुन्छ, अँ, केमिस्ट्री पनि गोलो लगाएको, त्यसपछि त्यो क्वेसनहरूलाई एटेम्प्ट गर्ने अनि त्यसरी सजिलो हुन्छ। त्यसरी नै गर्दा राम्रो हुन्छ। त्यसरी नै गरेको थिएँ मैले। ए त्यसो भए अब जस्तै बब्लिङको कुराहरू पनि अब ध्यान दिनु पर्यो विद्यार्थीहरूले। बब्लिङ गर्दा चाहिँ अलि सबै सिकेर जानु पर्यो यसरी बब्लिङ गर्नुपर्छ भनेर, नत्र भने अब बेकारमा मार्क्स गयो भने चाहिँ त्यो राम्रो हुँदैन। अनि दाइ जस्तै अब माइन्डसेट र अब जस्तै तपाईँको माइन्डसेट चाहिँ कस्तो थियो? जस्तै इक्जाम दिँदाखेरि चाहिँ कन्फिडेन्स बिल्डअप कसरी गर्न सकिन्छ त? धेरै विद्यार्थीहरूले चाहिँ पढ्छन्, सबै चिज पढ्छन्, तर उनीहरूले चाहिँ ल्याङ्क ल्याउन सक्दैनन्। त्यो कन्फिडेन्सको कुराहरू चाहिँ भनिदिनुहोस् न अलिक? कसरी कन्फिडेन्स बिल्डअप गर्ने? यस्तो छ अब के सोच्नुपर्छ भन्दाखेरिमा चाहिँ हामीले मक टेस्टमा कसैको मार्क्स राम्रो नआउनु पनि सक्छ, कसैको राम्रो मार्क्स आएर पनि र्याङ्क नआउनु सक्छ। अब तिमीले के चाहिँ सोच्नु पर्यो भन्दाखेरिमा सी दिन जाँदैछु भने +2 को सिलेबसबाट सोच्छ। मैले +2 को सिलेबस पढेको छु भनेर सोच्नु पर्यो। मैले पढेको छु, मेरो इक्जाम पक्कै पनि अवश्य पनि मैले पढेको फल चाहिँ मैले पाउँछु भन्ने पोजिटिभ भाइब्सको साथ जानु पर्यो। अहिले मक टेस्टमा मेरो राम्रो मार्क्स नआए पनि केही छैन, फाइनलमा चाहिँ मेरो मार्क्स आउँछ, मैले बेसिक पढेको छु, +2 कै बेसिकबाट सोध्यो भने मैले नाम निकाल्न सक्छु भनेर सोचेर जानुपर्छ। यस्तो भएको पनि छ, जस्तो कि
150 नै नकटेको विद्यार्थीको पनि 166 आएर अहिले आइएम पनि पुगेका छन्। कोही साथीहरू मैले चिनेको त्यस्तो हुन्छ नै। अनि अर्को कुरा भनेको अब अलिअलि मक टेस्टले चाहिँ दिन्छ अब कन्फिडेन्स राम्रो मार्क्स आइरहेछ भने, अब मक टेस्टमा राम्रो मार्क्स आइरहेको छैन भने पनि त्यति धेरै आत्तिनु पर्दैन। तिमीले यति चाहिँ कन्फिडेन्ट हुनुपर्छ मैले +2 को चाहिँ बेसिक्स चाहिँ पढेको छु, मलाई +2 चाहिँ राम्रोसँग आउँछ भनेर सोच्नु पर्यो। अर्को कुरा भनेको चाहिँ यो धेरै बुकहरू चाहिँ पढ भन्छु के। जस्तो विद्यार्थीहरूको बानी के हुन्छ भन्दाखेरिमा चाहिँ अब सुरुमा खै जोस हुन्छ होइन? इन्डियन बुकहरू पनि ल्याउने, थुपार्ने, यताउता सबै बुकहरू थुपार्ने अनि अनलाइन पनि फिजिक्सवालाहरू हेर्नु थाल्ने टाइम नहुँदाखेरि अब टाइम छ भने त 11 देखि नै हेर्दा राम्रो। टाइम नभएको बेलामा यताउता सबै हेर्न खोज्छन्। अनि फाइनल आवरमा जाँदाखेरि चाहिँ त्यो रिभिजन गर्न नै उनीहरूले भ्याउँदैन के। रिभिजन अब एकचोटि रिभिजन भनेपछि त आफूले एकचोटि पढेको सबै कुराहरू त फेरि रिभाइज गर्नुपर्यो। त्यो रिभाइज गर्दै जाँदाखेरि एकदम भास लाग्छ कि अब तिमीले धेरै बुकहरू पढेको छौ अगाडि अनि अब त्यो सबै त रिभिजन गर्नुपर्यो नत्र तिमीले त्यो पढेको काम त छैन। त्यो गर्दाखेरि तिमीलाई रिभाइज गर्न टाइम धेरै लाग्छ अनि तिम्रो कन्फिडेन्स चाहिँ घट्न थाल्छ के। मैले रिभाइज गर्न सकिरहेको छैन, यत्रो धेरै छ अब पढ्न त पढिहालेँ, अब यहीँबाट क्वेसन आइदियो भने मैले रिभाइज नगरेकोबाट मैले त्यत्रो पढेको छु, यो भुलिएको छ, यहीबाट आइदियो भने जस्तो लाग्छ अनि तिम्रो कन्फिडेन्स घट्छ के। मलाई पनि भएको थियो। मैले चाहिँ त्यो सिलेबस बाहिरको चाहिँ हाम्रो योभन्दा अघिल्लो सीमा माइक्रोस्कोपबाट सोधेको थियो के कम्पाउन्ड माइक्रोस्कोपहरू तिनीहरूको बारेमा। त्यो हाम्रो सिलेबसमा छैन। त्यति धेरै दिएको डिटेलमा फर्मुलाहरू। अनि त्यो चाहिँ मैले च्याप्टर पढेको थिएँ, तर मलाई फर्मुला याद हुन्थेन त्यसको। अनि अब फाइनल आवरमा जाँदाखेरि चाहिँ यो मलाई फर्मुला नै याद हुँदैन। यहाँबाट क्वेसनहरू आएको थियो भन्दा अगाडि पनि योचोटि पनि आइदियो भने के होला जस्तो लाग्थ्यो। पछि इक्जाममा जाँदाखेरि छोडिदिन्छु अब अलिअलि फर्मुला याद भएको याद छ। 1-2 क्वेसनले केही फरक पर्दैन भनेर त्यसरी गएको थिएँ। त्यही भएर लिमिट बुकहरू बनाऊ होइन, त्यो बुकहरूलाई रिभिजन गर्दै जाऊ, तिम्रो कन्फिडेन्स आफै बुस्टअप हुन्छ। अनि के चाहिँ सोच भन्दाखेरिमा मैले गरेको छु मेहनत, त्यो मेहनतको फल चाहिँ म पाउँछु। अनि यदि भएन भने पनि केही छैन, अ, मैले गर्नुसम्म गरेको छु, मलाई रिग्रेट चाहिँ हुँदैन भन्ने हिसाबले चाहिँ गर्नुपर्यो। किनकि अब आफूले कुनै ठाउँ चाहिँ छोडेको छैन, केही पनि मेरो भएन भने मलाई रिग्रेट चाहिँ हुँदैन भन्ने हिसाबले गयो भने राम्रै हुन्छ कन्फिडेन्स अब पोजिटिभ भाइब्स हुन्छ, त्यही हो। अनि दाइ जस्तै अब तपाईँले जब सुरुमा चाहिँ अब म सी गर्छु भनेर तपाईँले ठानिसक्नु भएको थियो र तपाईँ पढ्न सुरु गर्नुभयो। अनि तपाईँले सुरुमा केही मिस्टेक गरे जस्तो लाग्छ किन आफूले मैले यो सुरुमा चाहिँ मैले यसरी पढ्दा भएको भए चाहिँ मलाई पछि सजिलो हुन्थ्यो। जस्तै अब तपाईँले 12मा पढ्नुभयो र 12मा धेरै पढ्नुभयो कि 12 पछि धेरै पढ्नुभयो? यो मेनली यो सी बेस्ड भएर चाहिँ कस्तो लाग्छ हजुरलाई? ल 12मा धेरै कुरा जाने जस्तो लाग्छ कि 12 पछि? एकदम राम्रो क्वेसन गऱ्यो भाइ। यस्तो हो मैले चाहिँ ठ्याक्कै म एक लाइनमा आन्सर दिन्छु त्यसपछि भन्छु होला। अनि मैले 12मा चाहिँ एकदम 11-12 चाहिँ मैले एकदम धेरै पढेँ। यो 12 पछिको चाहिँ हाम्रो कति महिना भयो? कार्तिकमा भयो है इक्जाम। कार्तिक भनेपछि केही नभने हजुर, हामीलाई 5-6 महिना थियो होला टाइम। 5-6 महिनामा म हजुर, पहिलो 3 महिना चाहिँ तिमीलाई थाहा नै छ म त्यही होस्टेलतिर बस्थेँ कि। त्यो हजुर, सुगम भाइले थाहा छ। अनि होस्टेलमा बस्दाखेरि मैले 3 महिना होस्टेल बसेँ। 3 महिना चाहिँ मैले एकदम राम्रोसँग नै पढेँ। त्यसपछि 2-3 महिना चाहिँ त्यो होस्टेलबाट निस्किसकेपछि चाहिँ मैले भदौमा निस्केँ होइन। निस्किसकेपछि चाहिँ मैले पढ्न चाहिँ छोडेँ क्या त्यति धेरै पढ्न। म पढ्ने मन नै नलाग्ने एक्जाम सर्यो। त्यसपछि 7-8 घन्टा सुत्दिने। जबकि म त्यो 7-8 घन्टा मैले 11-12मा 7 घन्टा भनेको मेरो लागि त रेकर्ड नै थियो होला। सुतेको नै थिइनँ त्यति। त्यति धेरै उम्, सुत्न थालेँ। अनि त्यही हो मैले 11-12 चाहिँ राम्रोसँग पढेको थिएँ। अनि त्यो सुरुको 3 महिना जति राम्रोसँग पढेँ। त्यसपछि अलिअलि कम पनि पढियो। तर त्यस्तो चाहिँ नगर चाहिँ भन्छु म कन्सिस्टेन्टली लगाएर पढाइ चाहिँ सजिलो हुन्छ। तर ए 12 यदि राम्रोसँग पढेछ भने तिमीलाई पछि गाह्रो हुँदैन। तिमीले अब सजिलै गर्न सक्छौ। ए हस् दाइ ल अनि जस्तै यो लास्ट मन्थ स्ट्राटेजिजहरूको कुरा हुन्छ जस्तै अब इक्जाम नजिक आउँदैछ भने धेरै विद्यार्थीहरू आत्तिन थाल्छन् नि त अब त्यो लास्ट मन्थलाई चाहिँ कसरी युटिलाइज गर्ने जस्तो लाग्छ होला कसरी गर्न सकिन्छ युटिलाइज हजुरले कसरी गर्नुभयो? त्यो चाहिँ यस्तो गर्ने हो, अब लास्ट मन्थ छ भनेपछि पहिलो कुरा चाहिँ अब आफूले पढेको कुराहरू प्लस 2 को बुकहरू, नोटहरू चाहिँ रिभाइज भएको छ कि छैन त्यो अनि रिभाइज भएको छैन भने रिभाइज गर्नुपर्यो। रिभाइज भइसकेको छ अब अनि टाइम छ भनेपछि अब पिवाइक्यूहरू गर्नुपर्यो। पिवाइक्यू त गरिरहनै हुन्छ। पास्ट इयर क्वेसनहरू गर्नुपर्यो। अब धेरै नयाँ मेटेरियलहरूमा नयाँ टपिकहरू आयो अब पढ्दै मक टेस्टहरू जाँदै दिँदै त्यो म फेजमा नयाँ क्वेसनहरू आयो भनेपछि धेरै टाउको दुखाउने नै होइन, त्यो छोडिदिने के। त्यति बेला तिमीसँग 1 महिना मात्र टाइम छ। तिमीले त्यसमा अड्क्यौ भने तिम्रो तिम्रो कन्फिडेन्स लो हुन्छ। त्यही भएर त्यस्तो क्वेसन आउँछ भने फरक पर्दैन। सीईमा मैले भने मैले 10-12 वटा क्वेसन छोडेर आएको हो। अब सोच 10-12 वटा क्वेसन छोड्दैमा पनि केही फरक पर्दैन भनेपछि त्यति धेरै हजुर आत्तिनु पर्दैन। त्योभन्दा बढी गाह्रो क्वेसन त आउँदैन होला पक्कै पनि।
होइन? त्यस्तो माइन्डसेट लिनु पर्यो। 1-2वटा क्वेसनले केही फरक पर्दैन। नयाँ टपिकमा छिर्दै नछिर्ने, आफैले पढेको बुकहरू जे हामीलाई सजिलो लाग्छ, यो त मलाई आइहाल्छ जस्तो लाग्छ कि त्यही क्वेसनले नै लास्टमा डिटर्माइन गर्ने हो तिम्रो र्याङ्क। मैले पनि यो रियल एक्जाममा मैले पनि बिगारेको छु त्यस्तै आइहाल्छ भन्ने क्वेसन नै बिगारेको छु। त्यही भएर तिमीले धेरै गर्नै पर्दैन त्यो लास्ट मन्थमा आफू कन्फिडेन्ट हुने हो। मक टेस्टहरू चाहिँ सकिन्छ भने दिने हो लास्ट मन्थमा त्यो सिरिजहरू सकिन्छ भने दिने। नत्र भने घरमै बस्ने। अब के मिल्छ होला यो मेटेरियलहरू मैले त गरेको थिइनँ त्यो सिएसहरू पनि मिल्छ होला, पिसिबीहरू पनि त्यहाँबाट क्वेसनहरू गर्ने। पिआइक्यूहरू चाहिँ रिपिट गर्ने क्या क्वेसनहरूलाई रिपिटै गर्ने। थ्योरी पनि अलिअलि भुल्यो जस्तो लाग्छ भने ट्याक्क हेरिदिने त्यति नै हो। ए ए हस् दाइ। अनि अब जस्तै अब 2083 मा पनि अब धेरै विद्यार्थीहरूले सिई दिन लागिरहेका छन्। अब त्यो विद्यार्थीहरूलाई चाहिँ तपाईँले के एडभाइस दिन चाहनुहुन्छ? अब सी भनेको सबैभन्दा पहिले +2 को विद्यार्थीलाई नै बनाउने हो। त्यही भएर त्यो कुनै ठुलो त्यसमा अप्ठ्यारो हुन्छ भन्ने छैन। +2 साइन्स पढेको, 11-12 पढेको त्यही बुकहरूबाट नै क्वेसन बनाउने हो। यदि अहिलेको सीईको प्याटर्न हेर्ने भने अहिलेसम्मको पहिले कस्तो थियो थाहा छैन। सीई जब सुरु भयो, एमइसीले लिन थाल्यो, त्यसपछिको क्वेसनहरू हेर्दाखेरि त्यति धेरै गाह्रो बाहिरबाट गएको क्वेसनहरू सोधेको छैन। 1-2वटा क्वेसन सोध्छ नै अनि 1-2वटा क्वेसनको पछि लागेर हुँदैन। त्यही भएर नाम निकाल्नु नै छ भनेपछि 12 देखि नै मक टेस्टहरू दिन थाल। अनि बुकहरू चाहिँ राम्रोसँग पढ, सरहरूले लेखाउनु भएको नोटहरूलाई पढ। बेसिक कुराहरूलाई भुल्दै नभुल, भुलेछु भने रिपिटेसन गर्दै गर। अनि अप्ठ्यारो कुराहरू छ अनि अब मोड्युलहरूबाट क्वेसन गर्दाखेरि अलिक गाह्रो लाग्यो भनेपछि अब बिपिकेएचएसको क्वेसनहरू हुन्छ के गाह्रो खालको। हजुर। त्यो क्वेसनहरू छ भनेपछि सकिन्छ भने गर, नत्र त्यो क्वेसनहरूलाई आन्सर मात्र याद गरेर बस। या त्यस्तो क्वेसनको पछाडि नलाग, सिम्पल कुरालाई नै पढ्न थाल। अनि अर्को कुरा भनेको धेरै टेक्स्ट त्यो धेरै स्टडी मेटेरियलहरूलाई कलेक्ट गरेर मात्र नराख होइन। भनिसकेँ मैले एउटा कुनै इन्स्टिट्युटको मोडल किन र आफ्नो +2 को बुकहरूलाई नै पढ, त्यति गरे पुग्छ। त्यही अनुसार जाऊ, अब यताउता धेरै गर्नु पर्दैन, त्यही हो। ए अब दाइ ल अब यो हामी अन्तिम समय आइसकेका छौँ। अनि दाइ ल तपाईँले यो एउटा क्वेसन सोध्न चाहन्छु हजुरलाई। तपाईँलाई चाहिँ यो ऱ्याङ्क 10 आइसकेपछि चाहिँ कस्तो फिल भइरहेछ त अहिले? अब ऱ्याङ्क 10 आइसक्यो, हजुरलाई धेरैले कङ्ग्रेचुलेट गरिरहेको होलान्। अब त्यो कस्तो हुँदो रहेछ त ऱ्याङ्क 10 आइसकेपछि चाहिँ? कति यो जस्तै त साथीभाइहरूको रोल कस्तो भयो, फ्यामिलीको रोल कस्तो भयो हजुरको यो ऱ्याङ्क 10 ल्याउनमा चाहिँ? पक्कै पनि भाइ यो जर्नी के भन्छ एक्लैले पढेको त अब एक्लैले भए तापनि यसमा हेल्प त सबैको हुन्छ नै। सबैभन्दा ठुलो कुरो त अब फ्यामिलीले नै गर्दासम्म यो सफल भएको हो। फ्यामिलीकै मोटिभेसनले गर्दा होइन, फ्यामिलीको सपनालाई नै मैले पुरा गर्नलाई अगाडि बढेको हो। अनि साथीभाइको रोल त हुन्छ नै। अब साथीभाइहरूले नै अब नआएको कुराहरूदेखि लिएर सेयर गर्नेदेखि लिएर मलाई चाहिँ त्यो क्लासमा हुँदाखेरि मसँग अहिले ऱ्याङ्क 2 भएको तिलक नेउपाने, ऱ्याङ्क 4 भएको अनुप दाहाल उनीहरूसँग भेट भइसकेपछि चाहिँ मलाई फेरि पढ्ने मोटिभेसन आएको थियो कि मलाई 12 मा भेट भएको थियो उनीहरूलाई। त्यसरी साथीहरूको पनि एकदम इम्पोर्टेन्ट रोल त छ नै। फ्यामिलीको पनि इम्पोर्टेन्ट रोल पनि छ। अब केएमसी फ्यामिलीको पनि केएमसीले पनि म सेन्ट जेभियर छोडेर केएमसी आइसकेपछि मलाई रिग्रेट चाहिँ हुन दिएन केएमसीले होइन। एकदम मलाई हेल्पफुल नै गर्यो यो ऱ्याङ्क ल्याउनमा। अनि अब एक्सपिरियन्सको खुसी त लागिहाल्छ। अब फेरि के छ भन्दाखेरिमा मलाई चाहिँ सुरुमा मक टेस्टमा चाहिँ फाइनलतिर गर्दाखेरि म राम्रै र्याङ्क ल्याउँछु। टप 10 भन्दा पनि म टप 5 मा नै निकाल्छु भन्ने सोचेको थिएँ के। तर जब इक्जाम दिएँ मेरो इक्जामको क्वेसनहरू छुट्यो अनि क्वेसनहरू बाहिर आइसकेपछि म त भ्याल्युभित्र त पाउँछु कि जस्तो लाग्यो। आयो त मलाई आशै थिएन। अनि घर आइसकेपछि साथीहरूले फोन गर्न थाले अनि उनीहरूले जुन क्वेसन भन्छ ठ्याक्क मलाई क्वेसन सुन्न मन थिएन कि, त्यही पनि साथीहरूले कल गरेर क्वेसनहरू भन्छ र त्यही चाहिँ आन्सर गल्ती भएको हुन्छ। त्यो सुन्दाखेरि अब भ्याल्युभित्र नि पाउँदिनँ मैले जस्तो लाग्यो। अनि बिस्तारै 1-2 दिन बित्दै गयो। त्यसपछि म अब स्कलरसिप नै पाउँदिनँ भन्ने स्थितिमा पुगिसकेको थिएँ कि भाइ। अनि त्यो भइसकेपछि जब रिजल्ट आयो, अब स्कलरसिप नै पाउँदैन भनेर स्याड भएर बसेको। अब ल रिजल्ट हेर्दाखेरि टप 10 मा आउँदाखेरि एकदम मेरो त्यो खुसीको लेभल चाहिँ अब के भन्ने, एकदम खुसी लाग्यो। अब त्यही हो भाइ, आफूले गरेको मेहनतको फल चाहिँ पाइयो जस्तो लाग्यो। त्यस्तै हो भनौँ। ए हामीलाई पनि एकदम खुसी नै लागिरहेको छ है छ दाइ। अब हजुर पनि हाम्रै होस्टेलदेखि हुनुहुन्छ। अहिले जुन हामी होस्टेलमा बसिरहेका छौँ, दाइ पनि त्यही होस्टेलमा बसिराख्नु भएको थियो केही समय अगाडि। ल दाइ अब यही थियो। अब धेरै विद्यार्थीहरूले सिक्न पायो होलान्, हजुरबाट धेरै कुराहरू सिक्न पायो होलान् आज। खुसी हुनुपर्छ, हस् खुसी भएर गर्नुहोस् आफ्नो काम, सफलता त मिलिहाल्छ।